ए आज चाहिँ हामी यस्तो पहाडमा आएको छ आउँदैछ हिँडेर सकि नसकि तलबाट यस्तो उकालो आधी बाटो पार भयो रे हामी चाहिँ बुद्ध गयाबाट तकरिबन 2 घन्टा गाडीमा हिँडेर झारखण्डमा आइपुग्यो झारखण्ड बोर्डरमा त्यहाँदेखि हामी कुलेश्वरी मन्दिर जाँदैछौँ कुलेश्वरी मन्दिरको दर्शनमा अन्त यो चाहिँ एउटा ट्रेकिङ नै रहेछ 1.5 घन्टा लाग्छ अरे यो पहिला चाहिँ यस्तो खालको सिँढीहरू थियो ढुङ्गामै बनिएको हो अहिले चाहिँ यस्तो सिमेन्टको बनाएको रहेछ अलिक ठुल्ठुलो हेर्नुहोस् ढुङ्गाको बस्ने जग्गा पानी पर्दाखेरि मन्दिर तीर्थ यात्रामा चाहिँ अलिक दुःख कष्टै गर्नुपर्ने रहेछ बिसाउँदै जाँदैछ हामी अन्त बाटोमा चिया दोकानहरू चाहिँ भेटिबस्दो रहेछ हाम्रो लेडिज ग्रुप चाहिँ चियाहरू खानु बस्नु थाल्यो हो अन्त हाम्रो नानीहरूलाई लिएर हिँड्दैछु हामी चाहिँ मेरो साथी पनि आउँदैछ यहाँनिर अन्त यहाँ एउटा भयो रहेछ गाइड यहाँको यताउता मन्दिरको नेकरको बारेमा बताउँदो रहेछ अब 10% मात्रै छ भन्दा चाहिँ हामी हिँडेकै छौँ पसिनाको धारा भइसक्यो उफ त्यहाँ स्ट्रिङ मठार्ने मात्रै हो बसेर होइन यहाँ जिम गर्ने मान्छेहरूको पनि हालत खराब भइरहेको छ है आज चाहिँ हिँडाइले गर्दा क्या साह्रै हिँडाइ रहेछ सिँढी त लु तल पुग्ने बेलामा त झन् उकालो सिँढी पो जस्तो उफ लु आउनु आउनु मन्दिर पुग्नै आँट्यो अब 5% मात्रै छ पसिना त पसिना भयो हिँड्नु छोड्नु हुँदैन हिँडै गर्नुपर्छ पुग्ने आँट्यो अरे आम्मा यहाँ त ढुङ्गालाई उयो काटेर बनाएको सिँढी जस्तै हो आम्मा बल्ल गेटमा आइपुग्यो लु आम्बो यस्तो रहेछ यहाँको नजारा चारैपट्टि दोकानहरू धुप खदाहरूको रहेछ यहाँ मन्दिर रहेछ अब हामी चाहिँ यो गल्लीबाट जानुपर्छ यसको उतापट्टि पोखरी छ यहाँनिर चाहिँ पोखरीमा पुग्यो पहाडको माथि पोखरीमा यस्तो रहेछ पोखरी हामी जानुपर्ने चाहिँ अझै माथि माथि जानुपर्छ त्यहाँ दोकानबाट देख्छ होला माथि जानुपर्ने छ हामी यो रुख त उहीँनिर हो अझै त्यसको माथि पनि रुख छ ठुलो त्यहाँ पुग्नुपर्ने छ आज हाम्रो बहिनी मजाले हिँड्दैछ एकदम एक्टिभ छ बहिनी लु जाउँ आइपुग्न आँट्यो अब हामी नेक्स्ट मन्दिर आइया यहाँ चाहिँ बुद्ध भगवानको पाइला छ अरे 2टा खुट्टाको हेरौँ अब कस्तो हुँदो रहेछ यहाँ चाहिँ यो मन्त्र लेखेको रहेछ हो अन्त यहाँनिर ढुङ्गामा यस्तो स्तूपा बनाएको रहेछ यहाँ मुनिको गुफा रहेछ हाम्रो फर्स्ट स्टार्ट चाहिँ यहाँनिर भयो अन्त यसै गरी यहाँनिर भित्तामा पनि यस्तो रहेछ मन्दिरबाट निक्लिने जग्गामा हामी मन्दिरबाट निक्लिँदा चाहिँ यो सुरुङ जस्तो सानोबडी एउटा रहेछ टाउन हल यहाँबाट निक्लिनु पर्ने रहेछ अब यहाँबाट उकालो फेरि अब यताबाट उकालो जानुपर्ने अरे सबैजना हिँड्नु थाल्यो डरलाग्दो बाटो आइपुग्यो त हौ आमा खुट्टा काम्नु थाल्यो त ल यस्तो रहेछ बाटो इधर से बाप रे बाप सिँढी पनि छैन यहाँबाट लड्यो भने त को तल गाउँमा पुग्ने रहेछ है आराम ये अंदर माँ बात है
आम्बो यहाँबाट त यस्तो डरलाग्दो भिड रहेछ नि त हौ। चट्टान हेर्नु हट्टे। हामी तर हाइस्ट पोइन्टमा आएको रहेछ। यहाँभन्दा ठुलो पहाडहरू देखेको छैन। यहाँनिर झिल रहेछ। अब हामी यो पिकमा जाने लास्ट। यहाँ लुम्ताहरू भएको ठाउँसम्म जाने त्यहाँदेखि रिटर्न। हामी चाहिँ अहिले सबभन्दा माउन्टेनको पिकमा आएको छ। यहाँ बुद्धहरूको खुट्टाको छाप रहेछ बनाएको। अन्त यहाँ सबभन्दा अग्लो हाइस्ट पोइन्ट चाहिँ यही रहेछ। यहाँदेखि चाहिँ अब अरू माउन्टेन ठुलो छैन। हेर्नुहोस् डरै लाग्दो रहेछ नि त। मुस्किलले आइपुग्यो। लास्टमा त चढ्ने जग्गा त डेन्जर रहेछ नि। बामे सरेर चढ्नुपर्ने यहाँनिर अन्त। यहाँबाट आएको यो ढुङ्गामाबाट यता आएको। आयो हो कहाँ कसरी चढ्नु यो बाटोमा त। सिडी त खुट्टामा छ। न चप्पल पनि आएगा बाफ्रे बाफ।